नमस्ते सबैजनालाई। म अहिले तीनवटा बाँसुरीहरू हजुरहरूलाई केही मैले जानेका अथवा नजानेका केही कुराहरू भन्न गइरहेको छु। सर्वप्रथम त मैले अहिलेसम्म नि आफ्नो गाउँघरतिर सानैदेखि बजाएको सबभन्दा मैले सानै पिसहरू यस्तो स्मल सानो बाँसुरीहरू बजाएको थिएँ। जस्तै अहिलेसम्म नि तपाईँको यो सबै सानो सानो बाँसुरीहरूमा बानी बस्यो। औँलाहरू चाल्ने जस्तै आफूले जाने जति बजाइन्छ भनौँ गाउँहरूतिर कुनै प्रोग्रामतिर बजायो भने हालैलाई बजाउँदाखेरि अहिले म बजाउने भनेको मैले ठुलो बाँसुरी अहिले ए सातको यो मिडियम साइजको ए सातको बाँसुरी मात्रै हो। योदेखि माथि जो ठुला हुन्छन् त्यो बाँसुरीहरू मलाई गाह्रो हुन्छ, किनभने मैले बजाएको पनि छैन। त्यसै गरेर अर्को छ यो अहिले भर्खरै अस्ति मैले यो काठमाडौँदेखि ल्याएको एउटा गुरु हाम्रो धनबहादुर गुरुङ बाँसुरी वादक गुरुबाट ल्याएको यो ई बेसको यो ठुलो बाँसुरी हो। यसमा मेरो पनि औँलै पुग्दैन। ट्राई गर्दैछु, सिक्दैछु यो। यो एउटा कुरा त हामीहरूलाई त यो सानो बाँसुरी बजाएको कारणले अलिकति माथिबाट फुक्न पनि अलिकति आउँछ। कुनै भाइ बहिनीहरूलाई यो कहिल्यै पनि बाँसुरी बजाउनु भएको छैन भने यस्तो ठुलो बाँसुरी त झन् तपाईँहरूले औँला चाल्ने त को भन्छ र यहाँ माथि जस्तै यो मुखदेखि त्यो प्वालमा सासहरू फुक्नलाई पनि एकदम गाह्रो हुन्छ, आवाज आउँदैन। त्यसै कारण मलाई नै धेरै गाह्रो भइरहेको छ। हजुरहरूलाई भनिकन नै मैले पहिला ठुलो बाँसुरीहरू बजाएको पनि थिइनँ, देखेको पनि थिइनँ। सानो सानो पिसहरू त धेरै बजाइयो। त्यही हुनाले हजुरहरूलाई यो के बजाएको होला भन्ने नमानिदिनु होला। मलाई सानो त पिस त आउँछ नै मैले जाने जति, तर ठुलो मलाई अझै आउँदैन। यो मैले सिक्ने कोसिस गर्नेछु। हामी सानो बजाएकोलाई धेरै टाइम त नलाग्न सक्छ, छिटै नै सिकेला जस्तो लाग्छ। तर अलिकति गाह्रो नै भएको छ, किनभने औँलाहरू पनि टाढा धेरै टाढा लिनुपर्छ। चाहेको बेला यो औँलालाई तल लिनुपर्छ। हामी यो नजिकको प्वालहरूमा बजाएको सानो बाँसुरी बजाएको कारणले हाम्रो बानी त्यही परेर यता नजिक आउँछ। त्यही हुनाले यसलाई धेरै टाढा दूरी राख्नुपर्छ, औँलाहरू दुख्छ। अनि यस्तो गर्दाखेरि पनि तपाईँको यस्तो गर्दाखेरि धेरै साह्रो अप्ठ्यारो हुन्छ। हजुरहरूलाई मैले यो त म सिक्ने क्रममा छु। हजुरहरूलाई भन्दाखेरि त्यही हुनाले त्यही पनि म दुईवटा बाँसुरी मैले बजाउने भनेको सानो पिस मात्रै हो। यो ठुलो मैले अहिले सिक्ने भनेर ल्याएको हो। सिक्ने क्रममा नै छु, हजुरलाई सुनाउँछु। तर यो चाहिँ मलाई आउँदैन, नभएको कुरा आफूले गर्नु पनि भएन। जति आउँछ त्यति नै हो। यो फुक्न जति त आउँछ, यो प्वालहरूमा जति औँलाहरू त्यति चालेर गीत गाउनलाई अलिक गाह्रो भइरहेको छ। सिकिन्छ होला बिस्तारै, तर सुनाउँछु। सानो चाहिँ मलाई आउँछ। बिस्तारै अलिअलि गीतका टुक्काहरू पनि सबै आउँछ। यही नै हो। मैले सानो पिस त बजाउँछु।
आफूले जाने जति अब जस्तै अब युट्युबबाट हेर्छु गुरुहरूले बजाएको त्यो अनुसार बजाउँछु। तर यो ठुलो चाहिँ गाह्रो छ। अब यो त सिक्ने क्रममा छु। अब मलाई गाह्रो भएको छ। अब सिक्छु होला बिस्तारै। अब तर यो बेसको चाहिँ अलि आउँछ है फेरि। धन्यवाद। यही हो सबभन्दा मलाई अहिले गाह्रो भइराखेको बाँसुरी यही हो। यो 35-36 इन्ची छ लामो। अब औँलाहरू पनि मेरो अहिले पुगिराखेको छैन। प्र्याक्टिकल गर्दैछु। तर मैले अहिले बजाउने भनेको एउटा स्मल यो सानो ट्रेबल बाँसुरी अनि एउटा ए बेसको मिडियम साइजको अब ए सापको बाँसुरी नै हो। धन्यवाद।